लास्ट बाटो बिचमा त बाटो भिडियो गर्नै पाएन। साह्रो अप्ठ्यारो बाटो। तल अघि उकालोको बाटो भिडियो बनाउँला भन्दै थिएँ। पछि फाइनल्ली trekking on the way to एक्लै भिडियो बनाए पनि फोटो खिचे पनि बाटो चाहिँ चिल्कै हिँड्नलाई पनि आनन्दले लट्ठी घुमाउँदै चिसो बढो त्यही भएर चेन झापझुप लगाइदिएको। गर्मी हुन्छ चिसो लाग्छ भनेर नखोले पनि घरि चिसो घरि तातो भयो भने हिँड्ने बेलामा ब्याक के हो टी हाउस आयो क्या हो यहाँनिर अगाडिपट्टि अब त लगभग म नजिक आइसक्यो। नजिक हो अब त चिया खाने ठाउँ आयो जस्तो चाहिँ एकछिन बिसाउनुपर्छ जस्तो चाहिँ। यसो मान्छे छ भने गफसफ गर्नु पर्यो। यसो लोकेसन थाहा हुन्छ नि कहाँ पुग्ने हो कति टाइम लाग्ने हो भनेर। यही ठाउँ रहेछ के खोला के खाने पानी भन्दै थियो। यहाँदेखि उकालो हो कि ओह्रालो ए माथि रहेछ चिनो लगाइरहेको छ एउटा रुखमा। त्यो हिँड्दा पानी पनि खानमा नलाग्ने सिया भोग्दैन नि। ब्याग फेरि भाइकोमा लुगा राख्नु भनेको भाइकोमा लुगा राख्नै पाएन। सबै चाहिने लुगा फेरि मेरोमा। यो रहेछ क्या हो पहिला फरेस्ट क्याम्प डाङडुङ भत्काइदिएको छ। रुट त देखाइरहेछ रुटको पनि बिजोग छ। रुखहरू लडेर यहाँ त डेन्जर त नभनौँ यसरी चिनो लगाइदिएको छ। भर्याङ उकालो सुई भ्लग पो बनाउनु थाल्नुपर्छ क्या हो। सोलो ट्रेक भनेर ठिकै छ राम्रो छ ठाउँ। एक्लै हिँड्नलाई पनि आनन्दको बाघ भालु छैन केही छैन। सुई हिँड्ने पानी खाने भिडियो बनाउँदै गर्छु। पावर ब्याङ्क छैन मेरोमा माथि गएर चार्ज गर्नुपर्छ अब। ल भिडियो चाहिँ बनाउन मन लागिहाल्ने कि अलिकति राम्रो ठाउँ देखेपछि चार्ज सक्यो भने चाहिँ अलिक गाह्रो हुन्छ भनेर मात्रै हो। यो भर्याङमा चाहिँ सानो पाइला हिँड्नुपर्ने खुट्टा पनि लास दुख्ने धन्न लट्ठी छ र लट्ठी सुटेकोमा के कराउँछ बाँधेर हो कि के हो कि हौ गर्छ। बाघ भालु छैन होला फेरि रुख चढ्न जान्दिनँ। ए बाटो हो अब कति छ भन्ने कुरा मलाई फेरि एक्ज्याक्ट थाहा छैन। हेर्दै जाउँ कति टाइम लाग्ने रहेछ। बाटो त राम्रो छ अप्ठ्यारो त छैन अहिलेसम्म चाहिँ। आज फरेस्ट क्याम्प गरेर बस्न पाइयो भने चाहिँ भोलि त्यहाँबाट जानेहरू पनि हुन्छ एक दुईजना।
खासै मेरो त्यस्तो हो टार्गेट चाहिँ। टार्गेट मात्रै हो, भयो भने हुन्छ, भएन भने फेरि एक्लै सुई चार्ज गरिहालिन्छ फोन भिडियो बनाउँदै हिँड्दै। आज फेरि बिहानै चार्ज निकालेको नि त फोन, त्यो भएर चाहिँ। नत्र यता चढ्दाखेरि मात्रै चार्ज गरेको हो भने त केही हुन्थेन, चार्ज मस्त पुग्थ्यो। राम्रो छ बाटो, यहाँदेखि त अब सिधै जस्तो छ कि झर्नुपर्छ तल भन्दै थियो, झरेको झरे भयो जस्तो छ। यस्तो त छ सिग्नलहरू। यस्तै छ बाटो, म भिडियो बनाउँदै गर्छु। फरेस्ट क्याम्प भनेर देखाएको छ यहाँ, अब यो बाटो झर्नु पर्ने छ। यही छ साथी, पप्पा हो। अब त यस्तो पनि लगभग आउन आँट्यो भन्ने मेरो सोच। बाटो त हेर न, बिस्तारै अहिले बनाउँछु ल भिडियो। डर लाग्छ यस्तो बाटोमा। अलिकति बाटो त आयो, यहाँ जानुपर्ने हो कि अर्को ठाउँ हो थाहै छैन मलाई। फेरि यहाँ त दोकान सोकान रहेछ। अब यहाँ झरेर हिँडिराखेको बेला लाली गुराँसहरू फुलेर जङ्गलै ढकमक्क भएको देखेँ। अनि एउटा भिडियो चाहिँ बनाऊँ भनेर यिनै मस्त चल्दैछ। बत्ती बाल्दै जानुपर्छ जस्तो छ। म